हेलो नमस्ते सम्पूर्ण साथीहरू सबैजनालाई दर्शन नमस्कार। म चाहिँ भर्खरै कामदेखि रुम आएर खाना खान सुरु गर्दैछु है साथीहरू गाइजहरू। हेर्नु होला मैले चाहिँ आज केसँग खानालाई लागिरहेको छु भने हजुरहरूलाई जानकारी गराउँदैछु। हेर्नु होला है गाइजहरू। यो हो मटन करी। म चाहिँ यो मटन करीसँग खान लागिरहेको छु है गाइजहरू। हेर्नु होला कस्तो राम्रोसँग बनाएको छ यो मटन करी। साथमा यो बासमती चामल है साथीहरू। हेर्नु होला बासमती चामलसँग मैले चाहिँ यो अखबारे खाँदैछु। मैले खाना खाइसकेपछि के खाँदैछु गाइजहरू, यो चाहिँ आरु भन्छ है। यो चाहिँ हङकङको आरु हो, ठुलो हुन्छ है गाइजहरू। यो चाहिँ मलाई काममा आज मलाई मात्र होइन सबैजना साथीहरूलाई एकुन्टो बाँडेको थियो है सुपरभाइजरले। यो चाहिँ हङकङको आरु कति ठुलो छ हेर्नु होला गाइजहरू। म चाहिँ खाना खाइसकेपछि अनि यो आरु खान्छु है गाइजहरू। अनि साथमा कोकोनट वाटर है गाइजहरू। हेर्नु होला अब म चाहिँ खाना सुरु गर्दैछु है गाइजहरू। अहिले चाहिँ 11:10 गयो। अब चाहिँ म चाहिँ मटन करीसँग खाना खाँदैछु है गाइजहरू। के गर्नु, खाना पर्यो, नखाए काम गर्न सकिन्न, भोकै सुत्नु हुँदैन है गाइजहरू। म त डाइटिङ गर्न आउँदैन, टन्न खान्छु है, नो डाइटिङ। गुरुङ मिराले चाहिँ कहिले डाइटिङ गर्दैन है गाइजहरू। कस्तो मिठो छ है गाइजहरू मटन करी। हजुरहरूले नि खानु होला मटन करी है। पुलाउ मटन करी बासमती चामलको फ्राई राइस है, पुलाउ भन्नु पर्यो नि, पुलाउ जस्तै गरेर बनाएको छ। त्योसँग म खाँदैछु है गाइजहरू। हस् त बाई बाई। यति भन्दा मेरो 2 शब्द यहीँ राख्न चाहन्छु। सी यू टुमारो। ओके बाई सबैजना साथीहरू सबैजनालाई गुड नाइट। 11:11 गयो। गुड नाइट। आज सोमबारको दिन, भोलि पब्लिक होलिडे छ है गाइजहरू। ल बाई बाई, सी यू।